गाइस आज चाहिँ हामी चाहिँ यो माथि राजकाँडा घुम्न आइरहेका थियौँ अनि हामी चिसापानीबाट कति घन्टा हिँड्यौँ हामी 2 घन्टा हिँडेर 2 घन्टा हिँडिसकेपछि माथि यो भ्यू पोइन्टतिर पुगेका छौँ। अझै हामी लगभग 1.5 घन्टा त हिँड्नुपर्छ। त्यसपछि चाहिँ हामी आफ्नो गन्तव्यमा माथि राजकाँडातिर पुग्छौँ अनि त्यहाँ पुगिसकेपछि चाहिँ बाँकी अपडेटहरू दिँदै गर्छौँ। हाम्रो सरहरू यता हुनुहुन्छ। लगभग हामी चाहिँ अब केही समयपछि राजकाँडा पुग्छौँ। बिच अब बाटोमै छौँ यहाँ अनि राति भएर चाहिँ हामीले यो ब्याट्रीहरू बालेर यात्रा गर्ने तर्खरमा छौँ। एकछिनको हामी विश्राम लिइरहेछौँ। सुत्न हामी यतै आउँछौँ अङ्कल। व्यवस्था गरिदिनु एउटा पनि भइहाल्छ। माथि हेरेर आउँछौँ खानपिन व्यवस्थापन गरेर। अङ्कलको फोन नम्बर लिइराख। फोन ए हस् हुन्छ। यहाँदेखि हामीले माथि पुग्नु कति लाग्छ होला अङ्कल? 10 मिनट जति लाग्छ। 10 मिनट भयो एकछिन। यो रोड छ नि हजुर रोडमा छोड्नु होला अनि रोड जानु होला। ए हस् हुन्छ अङ्कल हुन्छ। ए हस् हुन्छ। हामी रुम गरिदिनुहोस् तपाईँ व्यवस्था। हामी आइहाल्यौँ। हामी सुत्ने यहीँ फिक्स भइहाल्यो। खाना अब तल खानु केही छैन। हस् हुन्छ अङ्कल। ल धन्यवाद है।